दर्शकबिनहरु आज भने बालुवा लोड गर्ने देखाउन गइरहेको छौं। जेसीबीले टिफरमा बालुवा लोड गर्दै छौं। हेर्नुस् यो दृश्य प्रत्यक्ष दृश्य यसरी लोड गर्दै छौं बालुवा। दर्शकबिनहरु यसरी करिब भर्न थालिसकेको छ। लगभग तपाईको अब 4-5 बकेट हालिसकेपछि हाल पश्चात भर्नेछ। यो हो वासिङ। यहाँबाट तपाईको बालुवा वास भएर यो बेलबाट निस्किन्छ। यो बेलबाट तल भुइँमा झरिन्छ। भुइँबाट यसरी जेसीबीले लोड गरेर टिफरमा उठाइन्छ। दर्शकबिनहरु यो हो क्रसर जुन यो हप्परबाट बालुवा यहाँ उसमा माटो हालिन्छ। माटो प्लस ढुङ्गा हालिन्छ। त्यसपछि यहाँबाट यो हप्परबाट तल यो कुलो हुँदै आइन्छ। यो कुलोबाट विस्तारले यहाँनिर यो उसमा पानी शुद्ध पानीले घोलेर आइन्छ। त्यसपश्चात तपाईको यो मेसिनमा गएर बालुवा घोलिन्छ। यो बालुवा फेरि माथि गएर यो बेलमा झरिन्छ। बेलबाट फेरि यसरी भुइँमा झर्छ। झरिसकेपश्चात तपाईको जेसीबीले फेरि यसरी गाडीमा लोड गरेर पठाइन्छ। दर्शकबिनहरु विशेष गरी यो बालुवा गिटी भनेको निर्माण सेक्टरमा धेरै लाग्ने सामग्री हो। नभई नहुने एक प्रकारको सामग्री हो। यो बालुवालाई प्रशोधन गरिसकेपश्चात यसरी प्रशोधन गरिन्छ। दर्शकबिनहरु अब टिफर लगभग भरिसकेको अवस्था छ। अब टिफर माथि आउँछ। यो टिफरले विशेष गरी बालुवा गिटी लगिन्छ। यसरी लगिसकेपश्चात हेर्नुस् दर्शकबिनहरु अब आउन तयार भइसकेको छ। यसरी जेसीबी अगाडि आइसकेको छ। साथै जेसीबी पनि जेसीबी स्क्याबबाट आइसकेको अवस्था छ। सम्धि के छ? यसरी जेसीबी अब आयो। त्यसपश्चात यो टिफर पनि आउँदैछ। दर्शकबिनहरु बालुवा है दर्शकबिनहरु अस्ति गिटी देखाइरहेको थियो। यसरी आइन्छ दर्शकबिनहरु। तपाईको विशेष गरी यो हप्परमा माटो ढुङ्गा प्लस गरेर आउँछ घोलेर पानी शुद्ध। त्यसपश्चात यो वास यहाँनिर गएर प्रशोधन गरिन्छ। प्रशोधन गरिसकेपश्चात यसरी आइन्छ। दर्शकबिनहरु आजको भिडियो यति नै। फेरि अर्को भिडियोको साथ उपस्थित हुनेछौँ। हस्त नमस्कार।